छोडेकै छैन। होला तपाईको नाममा गए तपाईले नामै बनायो भने हुन्छ नि त। त्यत्रो चाहिँ तपाईहरु चाहिँ मिलेर गर्ने साथी दाजुभाइ आएर अब तपाई कानुनी लडाई लड्नुहुन्छ। अब कानुनी लडाई लड्नुहुन्छ। हामी लडाई अब बाटो बन्द भइसक्यो। अहिले भत्किँदाखेरि पुरा वर्ल्डमै भाइरल हुनु भएको छ। के भन्नु जानुहुन्छ? दोस्रोजना घर त भएका थिए, तपाईँ मात्रै भाइरल हुनु अहिले त भाइरल त अहिले निकै हुनु भएको छ। नियमित काम गर्दाखेरि चाहिँ अनियमित काम भयो नि छैन अब तपाईँ चाहिँ सेन्ट्रल सिटी पार्टीको कार्यकर्ता हुनुहुन्छ कि सदस्य हुनुहुन्छ कि के छ? यो रियल पार्टीको वास्तव पार्टीको मान्छे हुनुहुन्छ अहिले हर्क साम्पाङ्गीले अहिले भन्नु पऱ्यो तपाईँकै कारणले हो। खै के चाम्लिङ होला पर्नुपर्ने क्या एकजनाले उहाँको घरधनी ए उहाँको घरधनी घरको मालिक हुनुहुन्छ। हामी चाहिँ सिधै गयौँ, तिनीहरूले चाहिँ यताबाट